What's up guys? Welcome back to my channel to my welcome. क्या यस्तो बकवास कुरा छोडिदिउँ आज चाहिँ अब डेट पनि भनौँ है यसो कहिलेको भ्लग बनाएको भनेर अब यसो आजदेखि चाहिँ डेली भ्लग जस्तो आउँछ त्यस्तै पस्किदिन्छु कि होइन कन्टेन्ट चाहिँ छैन त्यही पनि अब हामी जस्तो मान्छेलाई किन कन्टेन्ट चाहियो हामी नै कन्टेन्ट हो क्या हो त्यही हो आज चाहिँ यसो घरको सामान किन्न 99 सप जानु छ डुल्नु भ्लग त बनाउन खासै आउन्न अल्छी भयो क्या त्यही भएर यसो सेल्फ मोटिभेटको लागि भयो नि बनाऊँ भनेको के हुन्छ गाइज ल अहिले रेडी भएर भेट्नुपर्छ के हुन्न फर्की त हाल्ने हो होला ल ल ल ल ल ओलो लो कति ओलो लो गरिरहेको हौ त भने छ्या ओलो ल ल नगर न त भने यो फोन चाहिँ लास्ट हेपिसक्यो हेलमेटमा अड्किँदै हेलमेट ठुलो भएको कि म सानो भएको मै सानो भएको होला Solo ride is long life हो क्या हो होइन तिमीलाई के चाहिँ याद हुन्छ र लगाइ चाहिँ हामी चाहिँ सेतो पोल आउनु लाग्यो सेतो पोल अलिकति भ्लग तन्काउनु पर्यो भनेर क्या लगाइ चाहिँ हामी चाहिँ यस्तो ब्रिजबाट चाहिँ यसो तलबाट घुमेर गइदिउँ क्या यताबाट जान्छ नि ऊ त्यहाँ माथि रोकेर बसिरहन्छ होइन अलिकति एजुकेटेड पिपल भएपछि त अब अलिकति यसो देखाऊँ न यताबाट छिरौँ न होइन उहाँबाट रोकेर बस्छ जाम बनाइदिन्छ है ऊ पठाउ दादा आयो यसरी चाहिँ भएन भनेको क्या भन्ने चाहिँ अब यहाँबाट माथि होला होइन पटुक पुग्छ हो ल नि त ठिक छ नि त अब यसले जाने भनेर यसलाई त पसल थाहा छैन अरे भो कहाँनिर छ गर्छ अब ल गाइस हामी चाहिँ उकालो चढ्दैछौँ ल गाइस हामी चाहिँ यसो हो र तिमीलाई नि थाहा छ लगाइस यता चाहिँ पेट हाउस चाहिँ आउनु सक्नुहुन्छ बानेश्वरको फ्रीको प्रमोसन त के गर्दैन हौ ठिक छ हेर्छ नि किन नहेर्नु ओ मलाई त चलाउन आउँदैन है है गाइस हेलमेट चाहिँ अलिकति भएन मेरो पर्यो यो साइड चाहिँ जहिले पानी पर्छ भने कता हो यता कता
यहाँ दिदी तपाईँको त जाने ठाउँै लामो रहेछ। ए छेउ जहिले पानी पर्छ कि भिजायो भन्दै थियो नि हो कि पछि जानुपर्छ रुम न 2-4 दिनपछि यसो पानी पर्यो सरर कता ल भनिदिनुहोस् न ल लेफ्ट साइडमै छ ल भइहाल्छ नि ल कुन बिल्डिङ हो ल ए यही हो 99 सप पनि आइपुग्यो यतै राखिदिँदा हुन्छ होला त